साथीहरु, सेवारो नमस्कार। वेलकम छ नुनाम लिम्बू ब्लगमा। अनि तपाईहरु सन्चै हुनुहुन्छ होला भन्ने आशाको साथ आज चाहिँ म आँप र काँक्राको अचार बनाउँदै छु। सर्वप्रथम चाहिँ आँपलाई ग्राइन्ड गरेर टक्कसँगले आँप र काँक्रालाई ग्राइन्ड गरेर कोरेसोमा रेडी बनाइसकेको छु। यसरी देख्न सक्नुहुन्छ। अनि अब चाहिँ म तिल, यसलाई चाहिन्छ नि त छोप, अनि त्यही भएर तिल टक्कसँगले भुटेर अब चाहिँ यसलाई सिलौटामा पिस्छु। किनभने सिलौटामै पिस्ने थोरै छ नि त, लास्टमा चाहिँ मलाई। अनि मैले एउटा प्याज पनि ग्राइन्ड गरेर लगाइदिएँ। अब चाहिँ यसलाई सबै सामान लगाइसकेपछि चाहिँ मिक्स गरिदिन्छु म। अनि नुन थोरै स्वाद अनुसार नमक डाल्न पड़ेगा। अनि त्यसपछि मैले चाहिँ अलिकति फाइनली साथीहरु अचार चाहिँ रेडी भइसकेको छ। अब चाहिँ खाना खाने हो। खाना चाहिँ मैले रेडी बनाइसकेको छु। अनि मेरो छोरी पनि यहाँ खाना खाँदैछ। सजनको दाल अनि आलुको भुजुरीसँग मैले चाहिँ यहाँ आँपको अचार, भटमास र गुन्द्रुकको अचार, अनि आलुको भुजुरी, अनि राइस, अनि साथसाथै सजनको दाल। थ्याङ्क्स फर वाचिङ।